यताउता नहल्लाउनु यो हल्लेसी अब तिमीहरूले हल्लेसी हुन्छ र यहाँ त्यसै। नमस्कार सम्पूर्णमा। भर्खरै मैले फेसबुकमा स्क्रोल गर्दा गर्दै एउटा पत्र भेटेको छु जहाँ चाहिँ लेखिएको छ, मत परिवर्तन गर्न विदेशमा रहेको छोराले सल्लाह दिएपछि बुवाको पत्र भनेर लेखिएको छ। यो म वाचन गर्दैछु। प्यारो छोरा, शुभ आशीर्वाद। तिम्रो एसएमएस अहिले भर्खरै पढेँ। केही लेख्दैछु अन्यथा लिने छैनौ है। नजिक आइसकेको चुनावमा भोट दिन तिमीले सल्लाह दियो, खुसी लाग्यो। 7 समुद्र पार गरी दुःख गरेर बसेको छोराले देश सम्झियो, बा आमा सम्झियो। छोरा, तिमीलाई थाहा छ मलाई राजनीति भनेको केही थाहा छैन। झन् तिम्री आमाको त कुरै छोडौ। तिमी सिकिस्त बिरामी हुँदा स्वास्थ्य संस्थामा पुर्याइदिएर रातिभरि सँगै बस्ने, गाह्रो साह्रोमा मन खोलेर सहयोग गर्ने, कसैलाई नराम्रो शब्द नबोल्ने अनि साना ठुला बुढापाकासँग सल्लाह गरेर योजना बनाई काम गर्ने, ठाउँ बुझेको, गाउँ बुझेको, भूगोल बुझेको उम्मेदवार पनि भोट माग्दै हिँडेको देख्छु। वल्लो घर पल्लो घर पनि त्यस्तै मान्छेलाई भोट दिनु है भनेर सल्लाह गर्दैछन्। छोरा, तिमी परदेश गएको 15 वर्ष भयो। तिमीलाई एसएलसी पछि काठमाडौँ पढ्न पठाउँदा त्यो ठुलो नदीमा हामी दुवै बाबु छोरा भाँचिएका थियौँ नि हो। त्यहाँ कत्रो पुल बनेको छ, सरर गाडी गुड्दैछन्। त्यस्ता पुल र झोलेङ्गे पुल त गन्नै नसक्ने भइसके। तिमीले घरबाट माटो गोबर लगेर लिपेका स्कुलहरू, ठुला भवन छन्, अस्पताल बनेका छन्, सडक बनेका छन्। खेत जोत्दा तिलकै गोरुलाई फाली लागेर गोरु नै रक्ताम्य भएको तिमीलाई याद होला है। अहिले त ट्र्याक्टरले नै एकैछिनमा खेत जोतिहाल्छ। धेरै कुरा भएका छन् छोरा यहाँ। तिमीलाई केही भएन, देश बर्बाद भयो भनेर नानाभाँतीका नराम्रा कुरा मात्र लेखेर पठाए होलान्, तर वास्तविकता त्यस्तो छैन। धेरै धेरै विकास भएका छन्। देश जस्तो हुनलाई साधन स्रोतको कमी त पक्कै छ। गर्न धेरै बाँकी भएको कुरा चाहिँ सत्य हो है छोरा। अनि छोरा, सक्छौ भने एउटा कुरा सबैलाई सम्झाइदेऊ न है। यहाँ धेरै मान्छे घरमा दुःख गर्दैनन्, अनावश्यक गफ गर्दैछन्। देशको बारेमा राम्रा भन्दा नराम्रा कुरा गर्दछन्। मेहनतमा होइन, हावामा फाइदा खोज्दछन्। हाम्रो आफ्नै किसिमको आदर सम्मान र संस्कार हराउँदै गएको छ बाबु। यी सबै कुरामा यसरी सुधार गर्ने भन्नेमा चासो राखिदेऊ। तिमी जस्ता परदेशमा रहेका धेरै छोराछोरीले यस बारेमा पक्कै सुधार ल्याउनेछौ। तिमीहरू नै हाम्रो सहारा हौ छोरा। बुबालाई भोट खसाउन सम्झाएको उल्टै बुबाले हामीलाई सम्झाउनु भयो भनौला। छोरा, तिमी परदेश बुझ्दैछौ र हामी देश बुझ्दैछौँ। छोरा, गुगलको रमाई र भोगाईको फरक हुन्छ। गुगलबाट गुगलको रमाई र भूगोलको भोगाई फरक हुन्छ। गुगलबाट चमत्कार गर्छु भनेर हाँक्नेहरू भूगोलबाट भागिसके। भूगोललाई समृद्ध बनाएपछि मात्र गुगलमा रमाउन सकिन्छ। विकसित देश पहिले भूगोलमा समृद्ध भए अनि गुगलमा रमाए। पहिले त हामीले भूगोलकै चिन्तन गर्नुपर्छ र त्यसको उन्नतिमा दर्शन, सिद्धान्त, विचार र निरन्तर काम गर्नेलाई भोट दिनुपर्छ भन्ने यहाँका युवा पाका सबैले एकमुष्ट सल्लाह छ। कसैको 2 दिने लहैलहैमा लाग्नु हुँदैन भन्ने कुरामा सबै सहमत छन्। सबैले परदेशमा रहेका आफ्ना आफन्तलाई यही खबर पठाएका छन् रे। त्यसैले मैले पनि तिमीलाई सम्झाएको छु। उही तिम्रो दुखी बुवा। देश परिवर्तन हुँदैछ बिस्तारै। अन्त्यमा बिस्तारै भन्ने शब्द पनि जोडिएको छ। देश परिवर्तन पक्कै पनि हुन्छ, तर बिस्तारै हुँदैछ भन्ने आशय आयो। अहिलेको युवा जमात बिस्तारै हुने कुरालाई सजिलै स्वीकार गर्न खोज्दैन भन्ने कुराहरू पनि यसमा समेटिएका छन्। मैले यो चिठी, यो बुवाको पत्र जस्ताको तस्तै यहाँहरूमाझ साभार गरेको छु।
यसको अन्य पत्रहरू, यसको जवाफी पत्रहरू कतै फेरि भेटिहाल्यो भने पनि फेरि वाचन गर्ने छु भन्दै अहिलेलाई बिदा हुन्छु। हवस् त, नमस्कार।